हेलो गाइस, गुड मर्निङ सबैजनालाई। तपाईँको आज चाहिँ 19 तारिक लेखेभिरको जाम लेखेभिरको जाममा बसेछ बिहानदेखि हो। के गर्नु, अब बर्खा लाग्यो। खोलाको स्थिति यस्तो छ हो। खोला चाहिँ यो खालको धुवा उडाउँदै बग्दैछ। अनि म चाहिँ एउटा यस्तो पाइप खोज्दैछु कि यो पानी चाहिँ सबै अट्ने पाइप खोज्दैछु। यो हालिदिनु पर्यो पाइपमा। बाटो साह्रो बिगाऱ्यो यो पानीले। खोलामा पानी त्यतिकै, आकाशबाट त्यतिकै। के गर्नुपर्ने हो यार। जिन्दगी गाह्रो छ। अब यो पानी चाहिँ यति ठुलो पानी छ यो टिस्टा खोला। तपाईँको देख्न सक्नुहुनेछ तपाईँहरूले हो। अब यो पानी अट्नु लागि चाहिँ पाइप चाहिँ ठुलै पाइप खोज्दैछु। रोड साह्रो बिगाऱ्यो। बङ्गालदेखि लिएको, सिक्किमदेखि लिएको सबै खोलाले चाहिँ बाटो खतमै पारिसक्यो नि। त्यही माथि गाडी बिग्रिँदैछ यहाँ हो। गाडी बिग्रिदिएर हामी चाहिँ उता कच्चामा। गाइस, सबैजनाले यसो सिलगढीतिर, टाढो टाढो दिल्ली कलकत्तातिरबाट अब ठुलो पाइप भेटिन्छ पानी चाहिँ पाइपभित्र हालिदिनुपर्छ। अब बाटो सब जग्गाको बिगारिसक्यो पानीले।